चाइनाको टुर भनेको मेरो 5 दिनको हुनेछ। त्यसलाई पनि यो ब्लग मार्फत देखाउँछु, छोटो मिठो एउटा सानो भिडियो बनाएर होइन। सो प्लिज डु सब्सक्राइब राजकुमार नेउपाने युट्युब च्यानल। हामी सबैजना अब टर्मिनल 2 को लागि प्रस्थान गर्दैछौँ। अहिले म चाइनाको चेङ्डु भन्ने ठाउँमा ओर्लिएको छु। हामी अब आज यही होटलमा बस्ने हो। यसले हामीलाई खाना सर्भ गर्छ है। यो 5 दिनको यात्रा होइन। भेजिटेरियनलाई धेरै गाह्रो छ। हजुरहरू यहाँ आउँदै हुनुहुन्छ भनेदेखि द मोस्ट इम्पोर्टेन्ट एप इज विच्याट बाहेक यहाँ केही चल्दैन है। न इन्स्टाग्राम, न फेसबुक, न गुगल होइन, न केही पनि हामीले चलाउने एप केही पनि चल्दैन। यहाँहरूले अब चलाउने भनेको विच्याट हो। पैसा पेमेन्टदेखि लिएर जे गरेर यही विच्याटदेखि रहेछ है। मेरो पछाडि यो हेर्न सक्नुहुन्छ होइन। अस्ति हिस्टोरिक मार्च पास्ट, चाइनाले देखाएको हिस्टोरिक मार्च पास्ट यही ठाउँमा हो है। सबै देशका प्रधानमन्त्रीहरू जम्मा भएका थिए। 45देखि लिएर 2025 1945देखि 2025सम्म फाउन्डिङ अफ न्यू चाइना है। साथीहरू यो बस हेर्नुहोस् होइन, एकदमै पुरानो बस छ होइन। यो चाइनाले फर्स्ट टाइममा चेक रिपब्लिकसँग लिएर आएको अरे कि यो बस है। अहिले हामी चाइनाको फर्बिडन सिटी भन्ने ठाउँमा छौँ। फर्बिडन सिटीको यात्रा यहीँ समाप्त भयो। ऐतिहासिक कुराहरू हेर्न पाइयो। जति हेरे पनि नथाकिने होइन। एकदमै हेर्दा कस्तो मनै कस्तो राम्रो भएर आउने के। घुम्दा थाकियो। अब म चाहिँ भेज हो होइन, पाउन अलिक गाह्रै रहेछ होइन। त्यही भएर पनि अलिक थाकेको छु। कुनै रिलिजनलाई मानिएको छैन है, बट बुद्धिज्म एक्जिस्ट गर्छ। दे बिलिभ इन हार्ड वर्क। अनि इन्भाइरोमेन्टल कन्डिसन हेर्दाखेरि अब नेपाल जस्तै ग्रिनरी छ, राम्रो छ। पछाडिको मन्दिर जुन छ नि, यो टेम्पल अफ हेभन है। यो मन्दिर पुरै काठले बनाएको रे। मर्निङ वाक चाहिँ ज्यादा होटलनेरि आइपुगेँ। अब एकछिनमा जिम पनि गर्छु। मैले पनि जिम गरेँ। यही हो हाम्रो होटल। यहाँ भेज गर्ने केही पनि देखिनँ मैले। केही न